मानिसको यदि इच्छा शक्ति एकदम प्रबल छ, म गर्न सक्छु भन्ने यदि हिम्मत व्यक्तिमा हुन्छ भने त्यो व्यक्तिले हरेक काम गरेरै छाड्छ। त्यो आर्थिक अवस्थाले कहिले पनि उसलाई छेक्दैन। गरिब धनी जस्तो सुकै भए पनि उसलाई चाहिँ आफ्नो लक्ष्यमा विमुख हुन पर्दैन, किनकि उसले आफ्नो त्यही किसिमको लक्ष्य बनाएको छ। यसको ज्वलन्त उदाहरण हो सिराका सत्यनारायण साफीले फुल स्कलरसिपमा नाम निकाल्न, एमबिबिएसमा नाम निकाल्न सफल भएका छन्। उनीले ज्याला मजदुरी गरेर पढ्दै आएका उनले फुल स्कलरसिपमा एमबिबिएसमा नाम निकालेका छन्। उनी गरिब परिवार र मजदुरी हुन्। उनले आफ्नो रोजीरोटीको लागि मजदुरी काम गरेर नै आफ्नो जीविका चलाइरहेका छन्। त्यस्तो एउटा व्यक्ति जसले आर्थिक अभावमा पनि आफूलाई उच्च स्थानमा कायम गर्न सक्छ भन्ने कुरा ज्वलन्त उदाहरण सत्यनारायण साफी हुन्। उनले दिएको यो जुन अदम्य शक्ति छ, साहस छ, यो साहसले हरेक व्यक्तिमा एउटा उत्साह, जागर, उमङ्ग थपियोस्। एउटा गरिब परिवारको एउटा मजदुरी गर्ने व्यक्तिले पनि लक्ष्य यदि ठुलो लिन्छ र उसले त्यही लक्ष्य यदि पछ्याउँछ भने जीवनमा त्यो काम, त्यो लक्ष्यमा अवश्य पुग्छ भन्ने ज्वलन्त उदाहरण सत्यनारायण साफीले देखाएका छन्।